सम्पूर्ण दर्शकबिन्दुहरुमा नमस्कार। 2049 मा बनेको निजामती सेवा ऐन विधेयक अहिले भर्खरै पारित भएको छ। यो सम्बन्धी हामीले केही विचारहरू, केही रोचक तथ्यहरू लिएर आएका छौं। संघीय निजामती सेवा विधेयक 2082 प्रतिनिधि सभाबाट पारित। प्रतिनिधि सभाबाट पारित 2082 असार 15 गते। विधेयक प्रतिनिधि सभा दर्ता 2080 फागुन 21 गते। सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि पेश गरेको थियो। 2081 जेठ 15 मा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित 2082 जेठ 2 गते। संशोधन संख्या 124 वटा समूहमा 1583 वटा संशोधनमा परेको। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा विधेयक पारित गरियोस् भनी प्रतिनिधि सभामा पेश गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता। प्रमुख नवीन प्रावधानहरू: अवकाश उमेर अवधि 60 वर्ष, पहिलो कति थियो त 58 र दोस्रो 59 यसरी राखिएको थियो। राजनीतिक र संवैधानिक आयोगको नियुक्तिमा कुलिङ पिरियड 2 वर्ष अनिवार्य गरिएको छ। मुख्य सचिवको 2 र सचिवको पदावधि 4 वर्ष, पहिले मुख्य सचिवको 3 वर्ष र सचिवको 5 वर्ष पदावधि थियो। निजामती प्रवेश उमेर पुरुषका लागि 35 वर्ष अन्तिम कायम छ भने महिलाको लागि 39 वर्ष पहिला थियो। महिलाको लागि 40 वर्ष थियो, पुरुषको त 35 नै थियो। तहगत व्यवस्था: 15 वटा तहगत प्रणाली राखिएको छ। विशिष्ट श्रेणीमा 3 तह। पहिलो विशिष्ट श्रेणी एउटामा मात्रै हुने भएकोमा अन्य अब विशिष्ट श्रेणीमा 3 जना रहने राखिएको छ। यो 13औं अतिरिक्त सचिव, 14औं तहमा सचिव र 15औं तहमा मुख्य सचिव रहने व्यवस्था गरिएको। अतिरिक्त सचिवको कार्यकाल तोकिएको छैन। खुल्ला प्रतिस्पर्धा 2 पदमा मात्र। खुल्लामा सहसचिव लड्न पाइने छैन। नासोलाई श्रेणीमा लगिएपछि नयाँ विज्ञापन खुल्ने छैन। खरिदार तहमा खुल्ला प्रतिस्पर्धा हुने छन् भने खरिदार तहमा कक्षा 12 उत्तीर्ण हुनुपर्ने। अर्को शाखा अधिकृतमा पनि खुल्ला प्रतिस्पर्धा गर्न पाइने रहेको छ। साथमा उपसचिवमा भिड्न शाखा अधिकृत भएको 7 वर्ष पुग्नुपर्ने भनेर यसरी लम्बाइदिएको छ। दर्शकबिन्दुहरु, यसरी उपसचिवमा लड्नका लागि 7 वर्ष हुनुपर्ने। अनि सरुवा अनुमानज्ञ सरुवा फिक्सिङ गर्न भन्दा पनि चक्रिय बनाइने। अनि सरुवालाई चक्रिय बनाउन भौगोलिक क्षेत्रलाई क, ख, ग, घ मा विभाजन गरिएको। घमा भएका कर्मचारी अनिवार्य क वर्गमा आफ्नो भौगोलिक क्षेत्रमा कार्यालयमा जानुपर्ने। स्थानीय तहका कर्मचारी एकपटक अन्ध्र प्रदेश सरुवा हुन पाउने। स्थानीय तह र प्रदेशमा काम गरिरहेका कर्मचारीले 10 वर्षपछि सरुवा हुन पाउने। कर्मचारीहरूले लोकसेवा अनि पढाउन नपाउने। लोकसेवा आयोग तथा सार्वजनिक निकायबाट पदपूर्तिका लागि लिइने प्रतियोगितात्मक परीक्षाको तयारीका लागि सञ्चालन गरिने प्रशिक्षण कार्यक्रम कुनै पनि निजामती कर्मचारीले प्रशिक्षण लिन नपाउने भनेर यसरी तोकेको छ। यसैको बारेमा हामीले चर्चा गरेका छौं। दर्शकबिन्दुहरु, के आएको छ त सेवा विधेयक 2082 को प्रतिनिधि सभा पारित भएको, यस विषयमा हामी छलफल गरेका छौं। जतिसक्दो भिडियोलाई लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।